हेलो गुड मर्निङ एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा हजुरहरूलाई। अहिले चाहिँ बिहानको 5 बजेर 9 मिनट भयो र म चाहिँ बिहान बिहान किन उठेको भने मेरो चाहिँ कलेज चल्दैछ, त्यही भएर कलेज जानको लागि छिटै उठेको। मेरो बिहानको कलेज हो नि त मर्निङको, त्यही भएर उठेको। र अहिले चाहिँ म फ्रेस हुनु लागेको। दाँत माझ्नको लागि म चाहिँ ब्रुसमा मन्जन हाल्दैछु र मन्जन हालेर सकेपछि धारामा बसेर दाँत टल्काउँदैछु र मुख धोएर फ्रेस भएर भित्र आएर म चाहिँ ड्रेस लाउनको लागि हातमा कलेज ड्रेस बोक्दैछु र म चाहिँ अहिले रेडी भएँ। कस्तो देखेको छ कमेन्ट गरिदिनु होला। अहिलेको लागि चाहिँ बाई बाई र म सिधै कलेजबाट आएर भेटौँला। म चाहिँ भर्खरै कलेजबाट आएको र कलेजबाट आउने बित्तिकै दिदीको छोराले मलाई आसु केक ल्याउनु भयो कि भएन भनेर पछ्याउँदै थिएँ र मैले चाहिँ ल्याएको छैन भन्दै जिस्काउँदै थिएँ उसलाई। अनि जिस्काउँदै एकछिनसम्म जिस्काएँ र मैले चाहिँ अनि उसलाई अहिले केक खानको लागि बोलाएँ। ऊ धेरै खुसी भए, नाच्दै थिएँ केक ल्याएको भनेर। अनि उसलाई चाहिँ मैले एक चम्ची अलिकति केक खुवाएँ र उसलाई चाहिँ मलाई थ्याङ्क यू आसु भन्दै गालामा चुप्पा खाएँ। अनि चुप्पा खाएर मैले पनि उसलाई चुप्पा खाइदिएँ। अहिले चाहिँ म दिदीको सानो छोरा बोक्दैछु। क्यामेरा देख्ने बित्तिकै कस्तो मुस्कुराएको। र अहिले चाहिँ ड्रेस चेन्ज गरेर म चाहिँ दिदी छोरा भाइहरूसँग कुराकानी गर्दै, छोरालाई जिस्काउँदै, पान्डा खाँदै दिदी बहिनी बस्दै कुराकानी गरिरहेको थिएँ। अनि म चाहिँ खाना खाएर सुतेको थियो। अहिले चाहिँ उठेँ बारीमा जानको लागि। उता रुममा गएको त दुईजना दाजुभाइ खेल्दै थियो। अनि अहिले चाहिँ बारीमा जानको लागि म माथि घर आएको थियो। साथी पनि आएको थियो अनि साथीलाई पनि लग्यो बारीतिर। कुराकानी गर्दै गएँ हामी। उसले चाहिँ पानी बोक्दै थियो अनि मैले चाहिँ हातमा कोदालो बोक्दै थियो। अनि म चाहिँ अहिले बारीमा आइपुगेँ। यो चाहिँ हाम्रो बारी हो। अनि म चाहिँ कोदालो बोकेर बारीतिर छिरेँ बारी खन्नको लागि, झार केलाउनका लागि। म चाहिँ बारी खन्दै थिएँ, झार केलाउँदै थिएँ। एकछिनमा मम्मी पनि आउनुभयो। आमा छोरी मिलेर बारी खन्यो अनि बारी खनेर सकेपछि बाख्राको लागि घाँस थिएन, बाख्राको लागि घाँस पनि झारिदिएँ मैले। अनि घाँस झारेर सकेपछि अनि झारेको घाँस पनि हामीले जम्मा पारेर सकेपछि आमा छोरी लुखुर घरतिर लाग्यो। घरतिर लाग्दै थियो। मैले मम्मीलाई हाई गर्नु लाएको अनि मम्मीले पनि हाई गर्नुभयो। र मेरो भिडियो चाहिँ आजको लागि यति नै। बाई बाई एभ्रिवान। हेरेर माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला।